हाम्रो चाहिँ लगभग यो पिलरको चाहिँ यो हुक लाउने भनेर सम्पूर्ण खेलाडी साथीहरूको चाहिँ सहयोग स्वरूप चाहिँ 500 उठाउने निर्णय सबैको सहमतिमा गरेका छौँ। यसमा पहिलो व्यक्ति चाहिँ हाम्रो भीम भट्टराई भाइजीले चाहिँ दिँदै हुनुहुन्छ 500। ल सबले ताली बजाइदिनु होला। ल धन्यवाद भीम भाइ है। ल थ्याङ्क यू। सेकेन्डमा चाहिँ भाइस क्याप्टेन विकास भाइले पनि 500 हस्तान्तरण गरिसकेको छ। भक्तजीले लिनुभएको छ 500 रिटर्न गरिदिनु होला। ल सबले ताली बजाइदिनु होला। ल थ्याङ्क यू एभ्रिवान। र अब जति पनि रका यी नाङ्गे बाबाहरू हुनुहुन्छ उहाँहरूले पनि भोलि चाहिँ 500 लिएर आउनु होला। र सम्पूर्णले जो हुनुहुन्छ ल हस्तान्तरण 500 चाहिँ गर्दै हुनुहुन्छ। मेरो आफ्नै सोल्टी तकरिबन जग्गा बनाइवरी 500 दिनु हुनेछ हरि शेर्मा सोल्टी। ल सबले ताली बजाइदिनु होला। धन्यवाद। चौथो हस्तान्तरण चाहिँ मेरो प्यारो सन्तोष चौधरी भाइले पनि 500 गरिराख्नु भएको छ। भक्तजीलाई लिइदिनु हुन अनुरोध गर्दछु र सबले ताली बजाइदिनु होला। धन्यवाद। त्यस्तै गरी हाम्रो तकरिबन तेजेन्द्र श्रेष्ठज्यूले पनि 500 दिँदै हुनुहुन्छ। हस्तान्तरण गरिदिनु होला र लिइदिनु हुन भक्तजीलाई। सबले ताली बजाइदिनु होला। होइन 500 ल 500 दिनुभएको छ। थ्याङ्क यू। सबले ताली बजाइदिनु होला। र यसै गरी लक्ष्मण मादेनजीले पनि दिइसक्नु भएको छ। त्यो 500 देखाइदिनु होला। उहाँले चाहिँ अलिकति म भिडियोमा आउँदिनँ, अनुहार राम्रो छ स्वर पनि नराम्रो छ भनेर उहाँको हामीले लिनौँ। र थ्याङ्क यू सो मच। र अमित श्रेष्ठ भाइले पनि 500 चाहिँ हस्तान्तरण गरिसकेको छ। देखाइदिनु होला। र अरू जति पनि छुट्नु भएको छ यस्ता नाङ्गे बाबा के बाबाहरू उहाँहरू पनि सबै नदिनेहरूले भोलि ल्याइदिनु हुन पनि विनम्र अनुरोध गर्दछु। जय भेटरान जय फुटबल। म यो कोइलीको स्वर जस्तो भएको मान्छे पनि छु है। ल थ्याङ्क यू।